हाई गाइज गुड मर्निङ। उठेर पनि मुखसुख धोएर किचनमा आइसकेँ म। पानी पनि तातिसक्यो। अब अन्डा उसिने दुईवटा मेरो लागि अनि दुईवटा यहाँ भाइलाई र बुवालाई छ। यही खान्छन् तिनीहरू पनि, म नि यही खान्छु अर्छु निन्छु किनकि ढिला हुन लागिसक्यो। रेडी भएर निस्केँ म अफिस जानलाई। भाइलाई अब त्यहाँ पुस्दै गर भनेको थिएँ मैले, के गरेको थिएँ र ए पुसेर स्टार्ट गरेर राख्दै त ल। क्या कर रहे हो आप? चट ल बाई बाई। पोपट हो गया यार। वाह, आज त म अफिस 22 मिनटमा आइपुगेछु। 6-1 महिना ठ्याक्क अहिले 23 भएछ। अचिभमेन्ट। अब आनन्दले जाने हो, लुगा लाउने हो। निस्केको अब म अफिसबाट। अनि हिजोको लिपबामले राम्रो काम गरिरहेछ। जाम अब घर कति बजी पुगिन्छ। पुगेँ म घर। धन्न पानी परेन आज पनि, त्यही भएर आनन्दले राम्रोसँग पुगेँ। ड्याडीलाई लिएर आएको अनि पछि अब उकालो चढ्दैन, त्यही भएर ड्याडीलाई तलै झारिदिएँ। अब आउँदै हुनुहुन्छ होला। अब जाम घरमा के खाजा छ हेरौँ। आज पुरै पेट डुस्सो भएर ग्यास्ट्रिक भएर कस्तो गाह्रो भएको जस्तो भयो। हेरौँ के छ खाम। के देख्नुभयो फरक? सुन्ने खोइ हेर्न, किन के भएर? मलाई बारुलाई टोको एउटा दुईटा आमा त्यत्रो बारुलाई लिएर टोके? 4वटा घाँसको। वाउ, अनुहारमा पनि टोक्यो क्या? सबभन्दा धेरै चाहिँ पेटमा टोक्यो होला। होइन है। ल अब घर आउन साथ यस्तै राख्न। घर आउन साथ मैले यत्रो लुगा धुनको लागि रेडी पारेँ। निकाल्छस्। अनि अब यही धुन्छु लुगा। अनि पछि यसले खाजा बनाउँछ। आज युना त छैन, आज नि आएन घर। के खाजा? के बनाउँछस्? के बनाउन आउँछ त? रोटी छ? अझै छ त्यो पराठा? कतिवटा छ? एउटा। त्यसै रोटी खाम्ला। पछि हेरौँ के हुन्छ। चिया बनाउन आउँछ। चिया त खाँदैन आज त पुरै हुलुक आउल जस्तो भयो। पहिला अब यति लुगा चाहिँ धुऊँ भने। 2 बाल्टी नि लुगा भिजाएँ मैले। अब एकछिन भिजोस् अनि त्यो पछि धुनुपर्छ। कोहीलाई के को धन्न, कोहीलाई चाहिँ खानैको धन्न छ। हे भगवान्। खाएर यसरी नै फाल्ने हो भाइ? रातो कट्टु लाउने बाँदर हो? यसरी नै फालिन्छ हो? हेर्न ल आमा के खान लायो भाइ? कस्तो रियल जस्तो बस्न आएको कि? मैले भनेकै थिएँ नि, यिनीहरूले हग्दाखेरि मुद्दाखेरि सबै अब यही दलेर बसिरहन्छ, नसिद्धिन्छ यसो। हिजो उ गरेर यत्तिकै राखेको थिएँ। अनि लिप बामवाला चाहिँ नि यो आज मेरो बुद्धि, मैले यो चाहिँ नि ब्यागमा हालिछु। अनि पछि अफिसमा लगाइराख्नु पर्छ भनेर निकालेर राख्ने गरेको छ क्या मैले ड्रवरमा। अनि लिप बाम र लिप लाइनर चाहिँ त्यहीँ छोडेर आएछु। भाँडो मात्रै बोकेर आएछु। अब त्यो अब भोलि मात्रै हेरौँला। किन नलाग्नु नि? लागिहाल्छ नि। के गर्नु पर्यो तँलाई? किन के गर्नु चाहियो थियो तँलाई? केटीहरूको सामान किन चाहियो? यो वाटर स्लाइड चाहिँ होइन, अनि यो तेरो टाउको बाँदरको हातमा नरिवल भने जस्तो नबिग्रिने जेलसम्म चलाएको चलाइ यो नि बिगारिदिन्छ, सब बिगारिदिन्छ अनि मात्रै छोड्छ यसले। चम्म छ। किन यस्तो भयो होला? मेरो भाइ मात्रै यस्तो होला कि सबैको भाइ त्यस्तो होला? हिँड अब लुगा धुनलाई। धुती जाऊ गर्ने अब लुगा च्यात्तिनी गर्ने। म साबुन लाउँछु, तमी तारको जालले घोटिदिन्छु। गोटलास तारको जालीले। वाउ, मेरो लागि इतनी खुसी वाला मोमेन्ट भयो किनकि भोलि मेरो छुट्टी डे अफ होइन, लिभ हालेर छ। त चाहिँ किन नभएको नि मेरो छुट्टी भएर? अचम्म छ। एउटाको लिप भयो, अर्को रमाको हो। नाटकै बढी फेरि के हो पादे? अब लुगा आज धुन परेन। भोलि बिहान उठेर आनन्दले धुने। ओहो, एकछिन रेस्ट गर्छु भनेर ढल्क्या त म निदाएछु। मम्मीले पो फोन गरेर भात खान पर्दैन, भात खान जा माथि, तरकारी चाहिँ नफाल, खानु जति खा, अरू राख्दै अरे।
अब जाऊँ माथि किचनमा खानासाना खाऊँ अनि सुत्यौँ भोलि पर्सि डे अफ वाउ मेरो जिन्दगी 2 दिन घरमा अब आनन्दले बस्ने हो। आएँ म किचनमा अनि ड्याडीले आँप ल्याउनु भएको थियो। अहिले पछि मिल्कसेक बनाएर खाउँला भनेको थिएँ। अब यो पनि त्यत्तिकै भइहाल्यो भोलि खाउँला। अनि यहाँ छ खाना निकालेर खाऊँ अब। अनि सुतिसक्यो मान्छे पनि चाउचाउ खाने भनेर उठेको है। किन उठेको तिमी? साइन्सको कति पढ्यौ तिमीले? सुनिन्छ नि यसमा पनि यसमा सुनिन्छ नि। कसरी? आवाज बोले सुनिँदैन र? ड्याडीको अगाडि मात्रै अलिअलि पढ्यो अरे नत्र चाहिँ नि होइन पढ्यो। भोलि म सब सोध्छु पढ्नु रिभिजनको हुन्छ। भोलि बेलुकातिर ल। भोलि दिउँसोभरि पढ्ने बस्ने है। दौड्या भोलि त म घरै हो दौड्या देखाउन मात्रै के हुन्छ। एकचोटि दौड्या दौडिँदैनस् त। अब चाहिँ यहाँले के करेन्ट चौको गर्ने मार्छौँ सुने पनि मार्छौँ साँच्ची हो। कसरी टुक्रा टुक्रा पार्दै भने अब चक्कुले काट्यो भने थियो। ल यहाँ पनि अचार पारेर है। बाहिर त पुरै ओद्याएर छ सबै यता झन् आम्बो के ला हो ल। हुन्छ यहाँ पानी उम्लिसक्यो तर चाउचाउ पाकेको छैन। चाउचाउ काट्दै हात पोलिरहेको छ अब बाफले। भाँडा मात्रै ल काम गर्नु परेछ बाबुलाई। कोठाबाट ल्याएकै खुसी गरेर अब यो गाईले नि खाँदै गयो के गर्नु। भाँडा तर हिजो यति भाँडा थियो कि मैले 3 लिएर आएको हो सारे। हिजो होइन अस्ति हो क्या अरे 3 असार्नु परेको थियो। त्यो साबुन चाहिँ कहिले युज अब चाहिँ भाँडामा सक्यो। अब यी 24 टिक्रे के त्यो यो चम्चा लागि छ एउटा। अझै यो पनि रिसाइकल गर्ने हो केराको यो ढुसी लाग्यो माझेर रिसाइकल गर्ने क्या अब। अनि त्यहाँ चाहिँ नि आँप हालिदिने कि त्यो काटेर लै अनि चाउचाउ चाहिँ नि मम्मी कि ड्याडी आयो भने चाहिँ नि हाम्रो भाषा बजाउँछ। अनि ड्याडी आयो भने त भाँडै खनाइदिन्छ नि टाउको। अस्ति एकचोटि भागेको थियो कौसीमा त्यसै नै भाग्ने। हजुर त म कस्तो लागिरहेछ त सुतिसक्यो मान्छे उठेर आउँदा। अहिले खाँदा राम्रो हुन्छ बन्यो हाम्रो करेन्ट चाउचाउ अब। अनि मम्मीले मलाई आँप काटेर राखिदिनु भएको रहेछ। आँप के अरे खानामा दबाई दिइरहेको छ अहिले। भाइ अघि म पछि ल फाइनल्ली हामी हाम्रो मिसन कम्प्लिट गरेर आयौँ। के हो मिसनको नाम चाहिँ? करेन्ट चाउचाउ बनाउने। यो चाहिँ नि सुतिसकेको मान्छे पनि उठेर गएको करेन्ट चाउचाउ भनेपछि। मैले लगेँ यति अब किन यस्तो होला यो त? ल एक गाँस खा अन्त। अमै नि त मलाई मसँग चाहिँ नि यहाँ कर्कल र भात पनि छ। यो खानु भने त गुचमा खालो। ल छिटो एक बाइट खानु नि तौडी। पहिला एउटा कुरा भनौँ के मैले भाँडा बसाएर चुलो बलाएको अरे बाल्या अनि उठेको 3 गाँस पाउनु पर्छ। चना कहाँ छ चना?
चनाले के रौ ल ल ल छिटो 2 बार खाइहाल अनि गइहाल त सुतिहाल हामी खाना त नेपाली फेरि खाना नि आउँदैन नेपाली भएपछि खाना आउँदैन हो? दाइ भगवान नाटक नगरिराख्नु भाइ अनि मुख पोलेर मर्ला फेरि कस्तो मलाई अझै हालिदिन्छ जस्तो केमा हातमा बोकेर लैजा खुवाइदिन पनि मैले परे हा पखारी घाँस देखा अब 3 घाँस खाइसक्यो अझै 1 घाँस उतै खायो ल भएन 3 लाग्यो भने होइन केरो भने नि त नि यसको चटाबाट 1 घाँस अझै तेरो 3 घाँसमै सबै सकेला जस्तो बाई बाई गयो भाइ पनि अब 2-3 बाइट हानेर म पनि खान्छु यो र करेन्ट चाउचाउ अनि त्योपछि म पनि सुतिन्छु तपाईँहरू पनि राम्रोसँग सुत्नु होला आजको लागि पनि यत्तिकै भइहाल्यो अब भोलि र पर्सि त बिदा मेरो आनन्दले सुतिदिन्छु सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला बाई बाई गुड नाइट